सो हेलो एन्ड नमस्ते एभ्रिवान. सो धेरैजनाले मलाई भनिरहनु भएको हुन्छ पिटीमा, स्पेसली पिटीमा चाहिँ रिडिङमा यो ग्रामर चाहिँ गाह्रो हुन्छ भनेर है. सो मैले ग्रामर 101 लिएर आइसकेको छु, किनकि ग्रामर इज वान अफ द इजिएस्ट, सबैभन्दा इजिएस्ट नै ग्रामर हो जस्तो मलाई लाग्छ. किनकि सर्टेन रुल्सहरू हुन्छ जुन फलो गरिसकेपछि हजुरहरूले चाहिँ ग्रामरको कुनै पनि क्वेसनहरूलाई इजिली सल्भ गर्न सक्नुहुन्छ. फर इक्जाम्पल यहाँ एउटा मैले दिएको छु, नथिङ इज पोसिबल. यो हामीले सुनिरहेको वर्ड हो नि त, नथिङ इज पोसिबल भनेर. अर्को हामीले सुनिरहेको भनेको नथिङ इज फियर इन लभ एन्ड वार हो. यो सुनिरहेको वर्ड हो नि त हामीले, नथिङ इज फियर इन लभ एन्ड वार भनेर. सो यहीलाई हेर्ने नथिङ पछि इज आउँदो रहेछ भनेर हामीले बुझ्यौँ एउटा कुरा हो. तर अर्को कुरा एभ्री वान इज अर एभ्री वान आर के हुन्छ त नि, सबैजना नाचिरहेका छन् कि एभ्री वान इज डान्सिङ अथवा एभ्री वान आर डान्सिङ होइन, नाचिरहेका छन्. के हुन्छ अब यसमा इज लाग्छ कि आर लाग्छ होइन. यहाँ हामीले आर लाग्छ भनेर सोध्छौँ, तर यो कम्प्लिटली गलत हुन जान्छ. किन गलत हुन जान्छ? किनकि एभ्री वानमा इज लाग्छ. अब यो रुल के हो सर यसको? एभ्री वान सिङ्गुलर हो, नथिङ सिङ्गुलर हो. के सम्झिने? केही पनि सम्झिनु परेन. एभ्री, न हो, सम अनि एनी. अब योसँग लाग्ने के लाग्छ अरू? एभ्रिथिङ, नथिङ हो, समथिङ, एनिथिङ. अब यसमा अरू के लाग्छ? एभ्रीबडी, नो बडी, समबडी, एनीबडी हो. एभ्री वान, नो वान, सम वान, एनी वान. यस्ता कुरा लाग्छ हो. यो कुराहरू आयो भने त्यो अटोमेटिकली के भयो? सिङ्गुलर भयो. यो चारवटा कुरा. र अर्को कुरा सम्झिनु पर्ने, बडी, थिङ, वान. अनि अर्को कुरा हामीले सम्झिनु पर्ने भनेको यी कुराहरू सिङ्गुलर हुन् भनेर सम्झिनु पर्यो. इजिएस्ट हो यो चाहिँ सल्भ गर्नलाई, इजिएस्ट. सो यसरी ग्रामर 101 को यो एउटा रुल भयो. यसरी नै मैले डे टु डे रुलहरू अपडेट गरिरहेको हुन्छ हजुरलाई. सो यो कुराहरूलाई हजुरले ध्यानमा राख्नुभयो भने इजी हुन्छ ग्रामर चाहिँ सल्भ गर्नको लागि. ओके, थ्याङ्क यू सो मच एभ्री वान. फलो पिटी विथ साजन फर मोर.